माहिर हामी चाहिँ स्कुल जाँदैछौँ यहाँ सानो बाछा अनि गाई कतिवटा छ बाबु गाई कतिवटा छ भन त गाई कतिवटा छ दुईटा धौलागिरी हिमाल म र माहिर चाहिँ स्कुल जाँदैछौँ हेलो भन न बाबु क्यामेरालाई क्यामेरा भनेको क्यामेरा बाबुले के खाएको भन त भन गाडी फर्स्ट कि तिमी फर्स्ट हो तिमी फर्स्ट हो ओहो हो लटेन यो चाहिँ झुमा बस्ने गुफा हो बाबुले आज पनि झन्डै माछा पक्रियो नलडी हिँड्नुपर्छ ल है बाछा र माहिरसँगै स्कुल पढ्न जाने हामी चाहिँ हाइवेमा आइपुग्यौँ बच्चा त तलै छ नि हो देखिँदैन रहेछ आऊ यहाँदेखि जोमसोम जाने बाटो पोखराबाट आउने बाटो आऊ बाबु नीलगिरी हिमाल मानापाती हिमाल अनि तिमी चाहिँ को हो बाबु तिम्रो नाम के हो भन न मुस्ताङे भन न म मुस्ताङे हो भन न म मुस्ताङे डन हो भन यहाँदेखि चाहिँ जोमसोम जानु 16 किलोमिटर छ मिस हराउनु भयो सिजनल दिदी हो याङ्गे खोलाको पुल बन्दैछ जोमसोम जान चाहिँ यताबाट जाने हाम्रो स्कुल चाहिँ यहाँबाट जाने हामी दुईजना स्कुल जाँदैछौँ मेरो साथमा छ नाम के हो तिम्रो भन त माहिर गौचन हुनुहुन्छ उहाँ चाहिँ तपाईँ कतिमा पढ्नुहुन्छ एक कक्षामा पढ्नुहुन्छ उहाँ चाहिँ कक्षामा पढ्नुहुन्छ उहाँ चाहिँ आज मेरो गेस्ट हो हामी चाहिँ एकदमै राम्रो गीत पनि गाउँछौँ रैया चाँदीको म त ल रैया चाँदीको अनि कुन गाउनु त नम्बरी सुन होली माया गोर्खे खुकुरी तिमी नाच नि त म गाउँछु हुन्छ सल्लाहको यो चाहिँ बाहिरको बोक्रा काटेर आगो बाल्नुको लागि खोटो निकालेर यो चाहिँ आगो बाल्छ के भन्छ बाबु यसलाई आगो बाल्नेलाई के पो भन्छ एबिसिडी अरू पानी मुनिमा छ पानी मुनिमा छ के गीत गाउने भन नि त नि गीत गाउने हो कि तिमी गीत गाउने म के गर्नु हेलो सर हेलो सर हामी स्लो गेटमा आइसक्यौँ नवीन सर हुनुहुन्छ यहाँ भर्खर आउनु भएको छ के छ हाल
माहिर चाहिँ स्कुल आइसक्यो आइपुग्यो अब होइन स्कुल यता ए स्याउ हो यो स्याउ होइन चेरीको बोटो यहाँ आऊ अब ल माहिरको साथीहरू भेट्यो को हो नाम के हो भन त ओहो अनि होमवर्क गरेर आयो अनि क्लासमा कतिको पढ्छ पढ्दैन भन त ल राम्रोसँग पढ्ने है सबैजना